साथीहरु यो धादिङको सिस्ने खोला र नागढुङ्गा जोड्ने सुरुङ मार्ग नेपालकै पहिलो अत्याधुनिक सुरुङ मार्ग। यो नेपालमै पहिलो पटक बनेको हो। यसले नागढुङ्गा काठमाडौँको यता नागढुङ्गा र धादिङको सिस्ने खोला जोड्छ। यसको लम्बाइ करिब 2.7 देखि 2.6 र 2.7 भनिरहेछ। आपतकालीन एउटा सुरुङ छ, त्यो 2.5 छ। सडक सहित यसको जम्मा लम्बाइ 5.7। लागत झन्डै यसको 22 अर्ब हुने भनिएको थियो, तर 22 अर्बबाट बढेर झन्डै 27 अर्ब भएको छ जस्तो लाग्छ। 27 अर्ब प्लस भएको जस्तो लाग्छ। 22 अर्बमा नेपाल सरकारले 6 अर्ब राख्ने र जाइकाबाट 16 अर्ब रुपियाँ ऋण सहयोगमा बनाउन सुरु गरिएको यो। अहिले थप 5-6 अर्ब ऋण लिन सकिने भनिएको छ र त्यसपछि यो झन्डै 27 प्लस अर्बको खर्च देखिन्छ। यसमा मोटरसाइकलको लागि भने प्रवेश दिइने छैन, गाडीहरू मात्रै हो। मोटरसाइकललाई यसमा प्रवेश दिइने छैन भनिएको छ। यसमा समयको बचतको एउटा कुरा छ। झन्डै 30 देखि 60 मिनेट, आधी घण्टादेखि 1 घण्टासम्म समय छुटिन्छ भनिएको छ। यो उकालो र ओह्रालो हिँड्नु पनि परेन, सिधा जान पाइने भयो। अनि जाम पनि नपर्ने भयो, सडक जाम पनि नहुने भयो। अनि बाटो पनि छोटिने भयो। त्यस कारणले गर्दा यसमा के भनिएको छ भन्दा 30 देखि 60 मिनेट बाटो छोटिन्छ भनिएको छ। अब हामी करिब 5 देखि 10 मिनेटमा नागढुङ्गादेखि सिस्ने खोला निस्किन सक्नेछौँ। यसले गर्दा थानकोटमा सधैँको जाम हट्ने देखिएको छ, हट्नेछ। इन्धनको बचत हुनेछ। बाहिरबाट पेट्रोलियम पदार्थ खरिद गरेर ल्याउनु पर्ने हुन्छ नेपालमै नभएको हुँदाखेरि त्यसको खपत पनि